आज मैले मसला डोसा बनाउँदैछु। यता मैले आलुलाई फ्राई गरेर मसला रेडी गरेँ मसला गराउनलाई। यता फेरि चावल अनि उडदको दाललाई भिजाएर राखेकी थिएँ अनि मसला यता चाहिँ पिसेर ग्राइन्डिङ गरेर यस्तो लिक्विड बनाएकी छु। अब मैले एकछिनमा डोसा बनाउँछु। यता मेरो तावा रेडी भयो, तातिसकेको छ। माथि राखेर चाहिँ मजाले यसरी बनाउनुपर्छ, पातलो गरेर बनाउँदैछु। मजाले माथिबाट थोरै थोरै घिउ लगाउने अनि एकछिन यसलाई पकाउने 5 मिनट जति यसलाई पकाउँदैछु। यो अघिको बनाएको मसालालाई यसलाई मजाले यसमा लगाउने अनि यसलाई मजाले लगाएर राख्ने। हाम्रो पनिर रेडी भयो। यो साम्बर, चटनी अनि मसला डोसा है साथीहरू। मसला डोसा बनेर रेडी भइसक्यो अनि खानको लागि हजुरहरू को कोलाई मनपर्छ मसला डोसा?